सबैजनालाई नमस्कार। यस आशापुरी महादेवको नाम कसरी आशापुरी रहन गयो भन्ने बारे म तपाईँलाई छोटो जानकारी गराउँछु। आशापुरी महादेव आशेपुर महादेव पनि भनिन्छ। स्थानीय जनश्रुति अनुसार यो ठाउँमा प्राचीन समयदेखि नै महादेवको पूजा हुँदै आएको मानिन्छ। महाभारत कालमा पाण्डवहरू वनवास रहेका बेला महादेवको यस स्थानमा आश्रय लिन र वरदान माग्न प्रेरणा दिएको भन्ने धार्मिक किंवदन्ती पनि प्रचलित छ। भक्तजनहरूले यहाँ आएर मनले चाहेको कुरा पुरा होस् भनेर महादेवसँग आशा राखी पूजा प्रार्थना गर्ने परम्परा भएकोले उहाँको नाम आशापुरी महादेव रहन गएको स्थानीय मान्यता छ। श्रावण महिनामा यहाँ विशेष पूजा तथा मेला लाग्ने र भक्तजनहरू भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रे तथा अन्य जिल्लाहरूबाट पनि आउने गरेको उल्लेख पाइन्छ। आदरणीय दर्शकबिनहरू, यसमा 2वटा खोला छ। यो 2वटा खोलाको बीचमा दोबानमा यस आशापुरी महादेवको मन्दिर रहेको छ। एका साइडबाट अर्को काभ्रेबाट एउटा खोला आएको छ भने अर्को भक्तपुर साइडबाट अर्को खोला आएको छ। बीच खोलाको दोबानमा यस आशापुरी महादेवको स्थापना रहेको छ। चारैतिर हरियाली वातावरण र शान्त वातावरणमा रहेको यस आशापुरी महादेवमा यस धाराबाट आउने भक्तजनहरूले आफ्नो शरीरलाई जोख्याई यही धाराको जल लगेर यस आशापुरी महादेवलाई चढाउने गरिएको पाइन्छ। यस आशापुरी महादेवको मन्दिरभित्र गएर फोटो खिच्न मनाही गरिएको पाइन्छ। यस आशापुरी महादेवको आसपासमा साना साना होटेल र पूजाका सामग्रीहरू प्रशस्त पाइन्छ। यस आशापुरी महादेवलाई यो साँगाबाट नजिक हुन्छ भने यता डोलेश्वर महादेवबाट जाँदा पनि नजिकै हुन्छ। यस आशापुरी महादेवलाई यो भिडियो तपाईँहरूको मोबाइलमा आइरहेको छ भनेदेखि एक लाइक सब्सक्राइब गरिदिनुहोला र तपाईँहरूको मनको इच्छा र तपाईँहरूले मागेको पनि यसै भिडियोबाट पुरा हुने म कामना गर्दछु। तपाईँहरूले यस आशापुरी महादेवलाई तपाईँहरूको मोबाइलमा आएको छ भनेदेखि प्लिज लाइक, कमेन्ट, सब्सक्राइब पनि गरिदिन नभुल्नुहोला। यस आशापुर महादेवलाई तपाईँहरूले पनि कतै मेरो भिडियोबाट तपाईँले हेर्नुहुन्छ भनेदेखि प्लिज आएर एकचोटि यस आशापुरी महादेवमा गई आफ्नो मनको कामना र इच्छा र मनमा लागेका कुराहरू मागी तपाईँहरूको पनि कामना पुरा होस् भन्न चाहन्छु। धन्यवाद।